Hello. पाण्डव We are on the way of Amangri. यी छन् झोला बोक्ने मान्छे भनेको एकदम एक्टिभ मान्छे कुटुटुटु कुद्न सक्ने मान्छे यी हुन् मिस्टर पाण्डु फ्रम जुम्ला यतापट्टि ओ दादा यता हेर्नु न यार खोइ यो बोक्नेवालामा तँ पनि अलिअलि हिँड्ने अलि कम हिँड्ने यो एउटा पानी बोक्ने अलि हिँड्ने म हिँड्दै नहिँड्ने मैले केही पनि बोकेको छैन रित्तै छु बिहानको 4:30 बजे हामी चाहिँ यहाँ बेस क्याम्पबाट शीतल छ उठेर माथि लाग्दैछौँ यो चाहिँ हिउँ छ है यसो अलिअलि है त यहाँबाट उकालो बाटो सुरु हुँदैछ हाम्रो टासी देलेकी वेलकम टु आमायाङ्ग्री झ्यान्डोक पाल्री हो कि के हो मोनास्ट्री है पढ्न पनि जानिँदैन अब उकालो चाहिँ सुरु भयो ठाडै उकालोमा खुट्टा भएको दुईजना हो त नागिसकिहाले हामी भोचापुरका यता छौँ होइन लकठक यसरी हिउँ छ बाटामा होइन अलिअलि हिँड्न सक्ने लम्बु छन् दुई भाइ ट्रिप त इन्जोय नै हो अब यस्तै हो बिस्तारै इन्जोय गर्नुपर्छ धेरै छिटो गर्नु हुँदैन कुरो त्यस्तै हो होइन उकालो त मस्तै छ यार हेर्दा ती टाढा छैन होइन पुग्नुपर्ने ठ्याक्क उतै बत्ती बलेको ठाउँमा माथि टप तर हिँड्न चाहिँ अब यो ठाडै उकालो यो बिचमा पिली देखेको यो सबै उकालो छ बल्ल टिम बटुलेर आइयो होइन ट्रेक दुई भाइ कहाँ पुगे टुङ्गो छैन दुई भाइ यहाँ छौँ जम्मा 4 भाइ आएकोमा पनि यस्तो हुन्छ ट्रेक भन्ने चिज होइन उज्यालो हुँदै आयो करिब आइपुग्यो यार ओए मन्दिर देखेको ठाउँ ए तलबाट यसो पिलिक देखिन्थ्यो दुईवटा बत्ती उयो त्यही हो दुईवटा बत्ती होइन हेर्न लागेको यतिखेर चाहिँ यता हिमाल मस्त देखिएको छ कहिलेलाई चाहिँ हामी आइपुग्न लाग्यो है करिब तल देखियो भन्दैमा सगरमाथा भन्दा यो अग्लो भन्न मिलेन होइन गाह्रो छ नि फाइनल्ली गाइज वी आर एट आमायाङ्ग्री यी अब जेनजीका पनि अध्यक्ष परे चाँडो आइहाले हामी आउँदैछौँ यो यस्तो छ माहौल मान्छे यस्तो भिड छ होइन यहाँबाट शनिबार स्पेसल भिड होला यो चाहिँ यो चाहिँ छ चारैतिरको माहौल यो खेलौँ भने चाहिँ चिसो छ यो बिहानै तर मस्तले रहेछ यो चाहिँ यहाँ चाहिँ यस्तो छ यो चाहिँ भ्यू पछाडिको हिमालहरू यसरी चारैतिर मस्तले देखिन्छ यता घाम लागिरहेछ उकालो हिँड्न मात्रै गाह्रो नि आएपछि त यो मजा छ नि यसरी हेर्न पाइयो है मस्तले चिप्ले भने चाहिँ पछाडि नै बेर लाउँदैन यार हिउँ चाहिँ यतापट्टि रहेछ उतापट्टि थिएन होइन हामी बिहान आउनेपट्टि उता हिँड्नलाई सजिलो भयो यता हेर्नलाई मजा भयो दोहोरो लाभ उठाउन पाइयो त्यही राम्रो कुरो हो होइन हामी बसेको ठाउँ चाहिँ हो त्यही आमायाङ्ग्री बेस क्याम्प अझ यहाँ बास नपाउने त ऊ त्यो तल ठ्याक्क यहाँनिर बस्ने रहेछ